बोजू ए बोजू हाउ भएछ बोजू हाउ कति छिटो आइपुगेछ त आमै हेर कम्ता राम्री भयो देखिएको छैन त माइली त राम्रो देखेको छ बोजू अनि मेला जाने भनेको होइन नि जाने नि म पनि अघि कति राम्रो हुनुभएछ आमा कस्तो राम्रो देखेको नि म त त्यसै राम्री तिमीहरूको जस्तो हो त सबै के मोमो र चाउमिन खाएर बिग्रेकोहरू तिमीहरू त यहाँ भरे पाहुना आउँदैछ के रेडी पार्नु पर्यो नि त नि के भयो फन्केर बसिस् त नि के हुनु हो बोजू के हुनु के भयो होइन आजकल त यो केटी फन्कै गर्छ त के भएको होइन बिहे गर्ने बेलामा यसो हुन्छ भने त हो कि क्या हो बेहुलो खोजिदिन्छ है धेर नरिसा के चाहिँ भएको छैन भन्नु न बोजू यसो काम गर्नको लागि गयो मेरो सबै छोरा मान्छे मात्रै मेयर हुन्छन् छोरी मान्छे सबै उपमेयर होइन हाम्रो काम त केही पो हुँदैन त अब के चाहिँ भएन त नि हौ काम भएन नि भन्न नि उपमेयर भए पनि छ पहिला त हाम्रो जमानामा त्यो पनि थिएन ए अब 84मा हेर्न मेयर मात्रै नै यो देशको प्रधानमन्त्री राष्ट्रपति कोनी के भयो जति सबै महिला हुँदैछ अब केही नबुझे जस्तो त नगर न अहिले त देशको मुख्य सचिव पनि महिला छ त ए हो र बोजू अनि प्रधान न्यायाधीश महिला छ एउटा कति ठाउँमा त मेयरहरू पनि छ नि बिस्तारै हुन्छ नि एकैचोटि हुन्छ त हाम्रो पालामा केही थिएन यतिको हुँदैछ बिस्तारै बढ्दै जाने हो पहिले थाहा नपाएको मात्रै अहिले यहाँ भरे मेरो पाहुना आउँदैछ देशको ठुलो मान्छे मलाई थाहा छैन बरु छिटो छिटो मेलापात गरेर गाईबस्तु घाँस हालेर आउनुपर्छ बुझिनस् मलाई पनि भेटाइदिनु हुन्छ बोजू त मेरो भेट्ने नि मेयर होइन हाम्रो उपसभामुख इन्दिरा राणा मगर तँलाई थाहै छैन अहिले आउँदै हुन्छ अर्को कुरो सुन् न केटी अनि आज त फर्काएर ल्याउनु सक्दिनँ होला हौ तँलाई म त हेर लाजाको त्यत्रो इन्डियन केटी उहाँ अन्तरिक्षमा बसेर आइसक्यो अब त यही मेला जाने एउटा बिहे त गर्नु सकेको छैन सुन त के भन्नु तँलाई हिँड आज यसलाई फर्काएर ल्याउनु सक्दिनँ होला पहिला जान्छ होला यो केटी त्यो पहिला जान्छु होला नि बोजू म आफै कति दुःख गरेर सङ्घर्ष गरेर यतिको भएको छु म पहिला जान्छु होला त बोजू त्यो ठिकै हो कि त्यो यो चिलाउनु बिर्सेछस् नि त खै यो लाउनु पर्छ है तँलाई मैले अस्ति उपहार दिएको कहाँ राखी गइस नि ए बोजू हो त्यो लगा लुचौँ छिटो छिटो आज भरे फेरि यहाँ पाहुना आउँदैछ भरे कुरा गर्नु पाइँदैन फेरि लाखे है म त को आएछ मेरो घरमा भनेको त यत्रो मेरो सेवारो हात पनि मिलाऊ हौ यत्रो ठुलो भएको सभामुखसँग हात मिलाउँदा उपसभामुख ए हाम्रो लागि त सभामुख नि केटीको लागि होइन सभा त चलाउनु पाइन्छ सन्चै छु अनि अहिले त ठुलो नेता भइगयो नि पहिले त है हाम्रो नातिनी आमा भइन्थ्यो अहिले त ठुलो नेता मन्त्री भएको होइन मलाई त नेता पहिला पनि थिए जस्तो लाग्छ बालबालिकाहरूको नेता एक्टिभिस्ट नेता भनेको त पोलिटिकल नेता मात्रै हुँदैन नि त होइन म त त्यो राजनीति गर्नेलाई मात्रै नेता भन्छौँ नि त होइन म त बालबालिकालाई पनि नेता भन्छु बालबालिकाको जसले आवाजहरू उठाउँछ आवाजविहीनको कतिजना अहिले बच्चाहरूले आफ्नो राइट आफै बोल्न सक्छ आफ्नो अधिकारको कुरा आफै गर्न सक्छ तीहरू पनि नेता हो आफ्नो कुरो गर्ने आफ्नो कुरो राख्नु सक्ने बोल्ने आफ्नो वर्गको आफ्नो समुदायको कुरा राख्नेलाई पनि नेता भनिन्छ राजनीति गर्ने मात्रै होइन होइन म त के त छैन हौ बुद्धि छैन पढेको छैन नि त पहिले अब कोही बिजनेस लिडर हुन्छ कोही तपाईँको सोसल लिडर हुन्छ होइन त्यस्तो त नि तर नातिनी गिरी यो पहिला त अब आमा भएर कत्रो उपहारहरू उपहार के भन्छ हौ जितेको थियो पुरस्कारहरू अवार्डहरू अनि कत्रो अवार्डहरू जितेको होइन अनि मेरो नातिनी त ठुलो मान्छे हो भन्ने लाग्थ्यो खुसी लागेको अनि पछि त अहिले त अरूले भन्छ नि मोबिलमा हेरिन्छ है ऊ नेता भइगएछ त्यो के हाम्रो लामिछाने गेटाले चाहिँ मन्त्री बनाएको होइन उपसभामुख उपसभामुख चाहिँ उहाँहरूले खोलेको पार्टीबाट मैले चाहिँ आदिवासी जनजातिबाट नाम दिएको थिएँ त्यसमा महिलाबाट 1 नम्बरमा आएको समानुपातिकमा नम्बर 1 भएर चाहिँ उपसभामुख भएको अनि आमा हुँदा र उपसभामुख हुँदा कस्तो हुँदो रहेछ हौ
अब आमा हुँदा म त आमा पनि नेता सबैभन्दा ठुलो त आमा नेता जस्तो लाग्छ त्यही आमाले सिकाएर त ठुल्ठुलो नेता बन्छ नि होइन सबैभन्दा ठुलो अब नेतामा सबैभन्दा हुनुपर्ने गुण भनेको चाहिँ अरूलाई माया गर्ने होइन केयर गर्ने अरूको कुरा सुन्ने अरूको दुःख बुझ्नेलाई नेता भन्नुपर्ने हो होइन अब नेता भनेको चाहिँ त्यो सडकमा आगो बाल्ने मात्रै होइन नि त होइन आन्दोलनकारी हुन् तिनीहरू त त्यसो गरेर पनि म चाहिँ कस्तो भने एउटा आमाले चाहिँ एउटा राम्रो बच्चाहरूलाई चाहिँ राम्रो के अरे वातावरण दिएर सबैलाई माया गर्ने सबैभन्दा आमा त्यही त अब जस्तो मैले बच्चाहरू हुर्काउँदाखेरि सबैले आमा भन्दा बच्चाहरू चाहिँ अब निर्दोष हुन्छ आमा भन्दाखेरि एकदमै आनन्द लाग्छ होइन अब गाली गरे पनि एकछिनमा आमा भनेर टाँसिन्छ अब यो उपसभामा नेताहरू त कहाँ त्यो कसरी हुन्छ उडाउनुतिर लाग्छ नि फरक छ नि धेरै फरक छ नि नेपालको चाहिँ फरक छ एउटा सकारात्मक एउटा राम्रो सोच हुनु पर्यो सबैमा अनि पो देश बन्छ अनि पो देश समृद्ध हुन्छ होइन र हो तर केटी चाहिँ किन नमिलेको हौ खै त्यही केटीहरू अधिकारको लागि गर्छन् केटीले केटीकै आवाजहरू उठाउँदैन त्यो पनि समस्या छ नेपालमा हो त्यही म यसो विचार गर्छु कि माथि हेर्छु त्यो फेसबुक हेरिन्छ नि त होइन युट्युबमा राम्रो काम गर्ने सबै एक भयो त यो नेपाल बदलिजान्छ अनि 51% त महिलाहरू छ नि त अहिले धेरैजना महिलाहरूले पढेका पनि छन् पढे पनि हाम्रो अहिले पनि तपाईँको धर्ममा हेर्नुहोस् हरेक कुरामा संविधानमा हेर्नुहोस् केटीको लागि धेरै राम्रो अधिकारहरू छैन के बजु हजुरले हेर्नु न धर्ममै हेर्नुहोस् धर्म ग्रन्थमा हेर्नुहोस् नेपालको संविधानमा हेर्नुहोस् अब बच्चा जन्माउँछन् कसैले चाहिँ मान्छेलाई गर्भवती बनाइदिन्छ छोडेर हिँडिदिन्छ अनि त्यो बच्चाले नाम पाउँदैन किनभने अहिले अब बल्ल बल्ल हामीले लडेर अहिले बाउ बेपत्ता भएमा बाउको मृत्यु भएमा चाहिँ मामाले दिने भने त हामीले त्यो पनि विरोध गर्यौँ अनि अहिले चाहिँ आमाले दिन पाउने भन्ने आएर अनि अहिलेसम्म त्यो नदिएर कति बच्चाले नागरिकतै पाएको छैन नि जस्तो अब केटासँग लडाइँ झगडा पर्यो नि त श्रीमानसँग अनि तेरो बच्चालाई म अर्को केटीसँग जान्छ सल्किन्छ नि त यो नेपाली भाषामा भन्ने भने अनि त्यहाँबाट अनि उसले चाहिँ अर्को केटीले चाहिँ अब त्यो छोरालाई के अरे नागरिकता दियो भने त हाम्रो सम्पत्ति बाँडिन्छ भनेर पनि कतिजनालाई नागरिकता दिएको छैन त्यही त त्यसो भए त महिलाहरू सबै कमाउने भयो भने त यस्तो समस्या त समाधान हुने सबै आर्थिक निर्भर भयो भने त्यो मात्रै भएन हामीलाई चाहिँ त्यो एउटा महिलालाई हाम्रो संविधानले पुरुष सरहको अधिकार पनि दिएको छैन कि बराबरको अधिकार दियो भने महिलाले अब आफ्नो बच्चा जन्माइसकेपछि उसले के अरे नागरिकता दिने अधिकार हुनु पर्यो अनि तुरुन्त त्यो स्टेटले त्यो राज्यले त्यो बच्चाको नागरिकता के जन्म दर्ता गराइदिनु पर्यो कहाँ जन्मेको भनेर अनि त्यो भयो भने सबै बच्चाले चाहिँ जन्म दर्ता पाउँछ नागरिकता पाउँछ पहिचान पाउँछ र नेपालमा चाहिँ यी जन्मेका बच्चाको पनि रिफ्युजी जस्तो बसेको छ नि बजु गाह्रो छ नि गाह्रो छ त्यहाँ काम गर्ने त्यहाँ भित्र छिरेकोहरूलाई थाहा हुन्छ नि अरू त के जान्नु होइन हामी अब अहिले नानीले भनेपछि मैले पनि थाहा पाएँ यता हाम्रो दर्शक नानीहरूले पनि थाहा पाउनु भयो अनि अब धेरै आमाहरू शिक्षित हुनुपर्छ जस्तो म आजभन्दा त्यो 35 वर्ष अगाडि म काम गर्दै जान्थेँ पहाडहरूमा ताप्लेजुङ पनि गएको छु म थुप्रै ठाउँहरूमा नेपालको कुना कुनामा गएको छु अब त्यहाँ जाँदाखेरि अब बच्चाहरूले चाहिँ पैसा छैन पढाउने छैन भन्छ तर हेर आमाहरू चाहिँ सुन हजुरले जस्तो सुन झुन्डाइराखेको के म त त्यस्तो अनि सुन त बेचेर भए पनि बच्चा पढाउनु पर्यो नि त म त त्यो भन्छु गाउँको आमाहरूलाई बोजूहरूलाई आफ्नो बच्चा चाहिँ पढाउन पाएन शिक्षा दिन पाएन भन्छ अनि आफू मात्रै सुन लाएर पनि बसेर हुँदैन नि त्यसो त सरकारले गरेन भन्छ सबै सरकारले कहाँ गरिदिन्छ त आफूले पाएकोलाई त आफूले गर्नु पर्यो नि हैन हो नि यो कुरा चाहिँ एकदम ठिक चारुले नि बुझ्नुपर्छ हैन तर कोही कोही बेला सक्यो भने आफै कमाएर लगाउनु पनि पर्यो बच्चा पनि पढाउनु पर्यो राम्ररी देखिनु भएको छ राम्ररी देखिनु भएको छ श्रीमानले त दिएको होइन नि अब कति महिलाहरू त अब श्रीमानको लागि त्यो 1 तोला 10 तोला मलाई पनि 10 तोला सुन लिएर आएको थियो नि बिहे गर्नु म चाहिँदैन तिम्रो 10 तोला भनेर म त कहिले गहना लाउँदिनँ नि यस्तो मैले त यो खासै बजारे लगाएको छु त्यति धेर त छैन अलिकति मात्रै छ अहिले त हजुर तर तपाईले कमाएर लाउँदा त के भयो यो पनि अहिले बैंक जस्तै हो किनभने अप्ठ्यारो पर्यो भने बेच्न पाए तपाईले बेचेर चाहिँ आफ्नो हो नि अब बैंक त जम्मै ठगा भइसक्यो बैंक सबै सहकारी बैंकमा पैसा राख्नु पनि डर लाग्छ भरे खाना भागेन कोसँग खोज्नु जानु त्यही त सरकार त खोइ छ कि छैन देशमा सरकार छ भन्छ म त छैन जस्तो यसो कहाँ छ खै अप्ठ्यारो परेकोलाई कहिले हुँदैन जनतासँग अनि उनीहरू बाँडी चुडी खानु मात्रै हजुर
अनि यति राम्रो नानीहरूलाई गरिरहेको मान्छे माथि सदनमा गए पछाडि त काम त खेतो गर्दैन अरे अनि कतिको अप्ठ्यारोमा पार्छन् हौ। अप्ठ्यारो त पारिहाल्छ। अब डराउनु हुँदैन। मैले डराउनु कहिले पनि सिकेन। अब पहिला अर्कै प्रकारको थियो। अब सानोहरूमा गाउँघरमा कति हेप्थ्यो नि त केटीहरूलाई। अब हेप्थ्यो त्यतिखेर त कुस्ती पनि खेलेको छु। कुस्ती खेल्न सिक्थेँ। कोही बेला यस्तोमा छिर्के लाएर लडाउने, कोही बेला यो यस्तोमा तान्दिएर। केटा कुटेको मान्छे त पहिलो होला। कुट्या हो। धेरै कुटेको मलाई थाहा छ। आर्मीलाई पनि 4 अलीमा कुट्या हो मैले त। अब हाम्रो आर्मी दाजुभाइ नरिसाउनु। होइन रिसाएर के गर्न भएको कुरा हो। तर पछाडि सिक्दै सिक्दै गयो। अब हामी पनि आफ्नो ठाउँमा भइसकेपछि कमै हेप्छ। अब तर अब त्यो समस्याहरू चाहिँ हट्दै जानु पर्यो महिलाहरूलाई। किन महिलाले सहेर पनि बस्नुहुन्न भन्छु म चाहिँ। होइन यो नि महिलाले नसर्ने भन्दा पनि कसो रहेछ नि यो रीतिरिवाज यो छ नि यो तलैदेखि अप्ठ्यारो पार्ने रहेछ त नि। त्यो जम्मै त्यो महिलाहरूलाई रोक्ने जुन परिधि हो त्यसलाई चाहिँ हामीले चाहिँ ब्रेक गर्नुपर्छ भन्छु म चाहिँ। किनभने त्यही भएर मैले पछि साइकल सिक्न थालेँ। अब साइकल आफै माउन्टेन बाइक चलाएर रेस पनि खेलेर जितेको मैले। अनि अब त्यो पहिला त साइकल देखिँदैन त गाउँ घरमा त त्यो फलामको साइकल मात्रै हुन्थ्यो। हजुर हजुर। अब मैले त हलोजु पनि जोतेको दाजुहरूसँग दाउरा ल्याउने जङ्गलबाट सबै केटाले जस्तै केटीले पनि गर्न सक्छ भन्ने चाहिँ मेरो एउटा धारणा हो। सबै कुरो केटाले गरे केटीले गर्नु सक्छ, केटीले गरे केटाले गर्नु सक्दैन। अनि हुर्काउनुलाई पनि त गाह्रो छ नि उनीहरूलाई धेरै। हुर्काउँछ केही पनि गर्दैन नि उनीहरूलाई पऱ्यो नि हुर्काउँछ त। उही छोरी मान्छेले जन्माएर हुर्काइदिएर ठिक्क पारेको हुन्छ नि नागरिकता दिने बेलामा पनि आमाको नामबाट हुँदैन भन्छ। त्यही त त्यो त अब त्यसको लागि त लडिराख्नु पर्यो। अहिले हाम्रो सांसदहरू हुन्छ धेरै महिलाहरू हाम्रो 33% हुनुहुन्छ। सबैले त्यो आवाज उठाउनु पर्यो। आफूलाई हुने आवाज त उठाउनु पर्यो नि। सधैँ हामी त पदमा बस्दैन नि। भोलि गएपछि त फेरि साधारण मान्छे हुने हो, साधारण महिला हुने हो होइन र। सुन्दैन नि बोलेको। अब अहिले नै हामी चाहिँ सत्तामा हुँदा हामी पदमा हुँदा त्यो कानुनहरू बनाउनुपर्छ। अहिले हामी संसदमा छौँ। त्यो हामी कानुन बनाउने ठाउँमा राम्रो नीति निर्माण गर्ने ठाउँमा छौँ। हामी त्यो प्रयास गरिरहेछौँ, कोसिस गरिरहेछौँ। होइन यो आमाको नामबाट नागरिकता बनाउनु केटाले नदिने रहेछ केटीले नदिने रहेछ। अब धेरै कुराहरू छ यहाँ। अब हाम्रो त ओपन बोर्डर छ त्यो कुरा पनि ल्याउनु त। तर पनि नेपाली बच्चालाई त चिनिहाल्छ नि। तर उसलाई त दिनु पर्यो नि। अब यताबाट इन्डियाबाट चाहिँ धेरैले नागरिकता लिएला अनि देश खोस्ला भने जस्तो पारेर त्यस्तो गरेको छ। तर अब केटालाई चाहिँ अब केटी अर्को विदेशी बिहे गरे पनि तुरुन्त नागरिकता दिने अरे। अनि केटीले चाहिँ अर्कोसँग बिहे गऱ्यो भने नदिने भन्ने त आउँदैन नि। त्यही त अप्ठ्यारो चेखे थापेकोलाई होइन केटीहरूलाई तल पार्न। त्यही त सबैतिर त्यस्तै छ। धर्ममा संविधानमा हरेक ठाउँमा हेर्नुभयो भने हामीले पहिल्यैदेखिको एउटा संरचनालाई हेऱ्यौँ भने केटीलाई तल पार्ने त हो। त्यही आमाले जन्माउँछ त्यही आमालाई पर पार्ने। के खालको बुद्धि नभएको केटाहरू विचार गर है संसदमा बस्नेहरू पनि होइन हो गर्दैछ। छोरीहरूलाई त्यस्तै पऱ्यो नि भोलिपछि कति अप्ठ्यारो हुन्छ। हजुर होइन हो नि। सोच्दैनन् नि त्यहाँ पुगे पछाडि त खोइ नासा लाग्छ अरे नि त राजनीतिक अर्कै खालको। खोइ त्यस्तै त अब लाग्छ जस्तो त लाग्दैन। लागेको छ कि छैन नसा त होइन विप भन्छ क्या। विप लाग्छ क्या। पार्टीले जे भने त्यही मान्नुपर्छ। तर त्यो समितिमा पर्दैन नि विप लाग्दैन नि। विप भनेको तपाईँको संसदमा जस्तो विश्वासको मत लिने बेला विप लाग्छ अनि बजेटको बेला विप लाग्छ। अब नेताले जे भने त्यही मान्नुपर्छ अरे भन्छ। पार्टीको नेताले जे भने त्यही मान्न पर्यो। आफ्नो बुद्धि विवेक चाहिँ त्यहाँ आफ्नो उहाँहरूले जे भने त्यही मान्नुपर्छ। तर समितिमा चाहिँ स्वतन्त्र हुन्छ, बहस गर्न सक्छ। तर सदनमा पनि बहस गरेर जनताको कुरा ल्याएर राम्रो कुरालाई सबैले समर्थन गर्दा राम्रो हो। प्रतिपक्षी पार्टीले पनि सरकारले राम्रो भनेको कुरालाई समर्थन गर्नुपर्छ। खालि प्रतिपक्षी भएर न्यूनै खोज्नुपर्छ भन्ने पनि छैन। पार्टीको मात्रै नि देशको भलाइ सोच्नु। म यो सिङ्गापुरमा जाँदाखेरि त्यहाँ चाहिँ 2टा पार्टी रहेछ, ट्रेड युनियनको र अनि अर्को सरकार पक्ष। तपाईँहरूले कसरी सरकारलाई समर्थन गर्नुहुन्छ, कसरी काम गर्नुहुन्छ भन्दा सरकारले राम्रो काम गरेछ भने हामी समर्थन गर्छौँ, नराम्रो छ भने हामी सजेसन दिन्छ यस्तो गर्नुपर्छ, त्यसले गर्दा हाम्रो विकास भएको छ भन्नुहुन्छ। यहाँ त यत्रो यत्रो टायर हामी त जेमा पनि लडाइँ मात्रै गर्ने, अर्कोलाई खुट्टा तान्ने त्यस्तो त्यो किसिमले। वीर गोर्खालीले त अर्कै तरिकाले नाम लिएको छ नि त, नाम कमाएको छ नि। त्यो वीर गोर्खाली होइन, यसले चाहिँ एउटा नराम्रो संस्कार ल्याएको छ कि
यो पार्टी राम्रो हो, स्वतन्त्र रूपमा आफ्नो कुरा राख्ने एउटा यो त्यो लोकतन्त्र भन्छ नि त्यो आयो नि, त्यो त राम्रो हो। तर यसलाई चाहिँ के भने हामी यो पार्टीको त्यो अर्को पार्टी भनेको अर्कै, उसले भनेको सुन्नुहुन्न भन्ने खालको त्यो एउटा संस्कार गयो। अब अनि नातिनी केटी यो तन्त्र त कति आयो मैले देख्दै पनि होइन चिसो लागे जस्तो चिसो लागेको छ। त्यो अदुवा पानी बनाएर खानु बेलुका हुन्छ हजुर। होइन अनि त्यो कति तन्त्र आयो अहिले मैले देख्दा आउनु त 2007 सालदेखि आएको नि, ताली बजेको छ, त्यही त आएको ताली मात्रै बजिरहेछ। खोजेको चाहिँ के हो यो लेकै गर्छ आएकै गर्छ हुने चाहिँ केही होइन। अनि यो के अब सबैजना मान्छेहरूमा चाहिँ एउटा शिक्षित हुनु पर्यो। देश एउटै हामी चाहिँ चाहे आफ्नो कुरा कोही बेला तपाईँको विचार नमिल्ला, मेरो विचार नमिल्ला होइन, तर पनि त्यो विचारमा चाहिँ बहस गरेर देशलाई हुने, देशलाई समृद्ध बनाउने कुरामा चाहिँ एक हुनुपर्छ। हुँदैन यो देशलाई समृद्ध बनाऊ म त्यस्तो लाग्दैन। अब धेरै मान्छेहरू त्यही भएर पनि पलायन भयो छ, देश छोडेर गएको छ, त्यस्तो हुनु भएन। अब हाम्रो धेरै डाँडा काँडा छ, हामीलाई धेरै मान्छेहरू शिक्षित मान्छे चाहिन्छ। अहिले नयाँ टेक्नोलोजीहरू आएको छ, अब त्यसमा चाहिँ हामीले यहीँ बसेर पनि माथि ड्रोनहरू उडाएर पनि हामीले मान्छेहरू रेस्क्यु गर्न सक्छौँ। पाहाडको बाटो नबने पनि अब बाटो बनाउनलाई धेरै पैसा लाग्ला, कोही बेला पहिरो जान्छ। हाम्रो देश नै त्यही छ, यो के अरे हाम्रो आपद विपद भइरहन्छ नि, प्राकृतिक विपद हुन्छ नि, प्रकोप भन्छ। अब त्यस्तो बाढी आउने, तपाईँको पहिरो जाने, कोही बेला अर्थक्वेक आउने। अस्ति पनि त भूकम्प आयो नि, थाहा पाउनु भयो? थाहा पाएको नि, म त पर बारीमा थिएँ त्यति बेला त डर लाग्यो। ए बारी बिहानै जानुहुन्छ क्या बारीमा? बिहानै नि आएको जस्तो 9 बजीसम्म सुत्छन् अहिले केटी। अनि नि अर्को कुरो नि यो आमाबाट पहिले नानीहरू त होइन, अहिले त अब आमा त कति आमा छ, तर पनि कोहीलाई पीडा परिरहेको देख्दा गएर हेर्दैन हौ। आमाहरूको मान्छे आफैले पाएको मात्रै छोरछोरी हो भन्छ होइन, आफ्नोलाई मात्रै त्यो अरूलाई पीडा परेको आमाहरूले खासै हेर्दैन। समाज सेवामा केटीहरू अगाडि आउँदैन, केटा मात्रै आउँछ। यो चाहिँ के भएको होला नै लाग्छ के म त नि। हजुर के भयो केटीहरूको मनै नभएको कि होइन, एनजिओमा त केटीहरू धेरै छ, हजुरलाई थाहा नभएको होला। केटीहरू अहिले धेरै आएको छन्। अब मैले अब पहिला म 18 वर्षको हुँदाखेरि पारिजातसँग भेट भयो, अनि त्यतिखेर 35 वर्ष अगाडिको कुरा हो। नोबेल पुरस्कार पाउने होइन, उसले त मदन पुरस्कार नेपालको चाइल्ड नोबेल चाहिँ मैले पाएको, ओल्ड चिल्ड्रेन प्राइज चाहिँ नोबेल र उता सम्झेछु ओल्ड चिल्ड्रेन प्राइज चाहिँ मैले पाएको। चाइल्ड नोबेल प्राइज भन्छ। नातिनले पाएको होइन, त्यही त नोबेल पाएको भन्थ्यो। अब के नोबेल आउँदैन नि त, अङ्ग्रेजी बुझ्दिनँ नि। हजुर मैले चाहिँ त्यो यस्तोमा जस्तो एउटा गाउँमा मैले चाहिँ सिन्काले कोरेर पढेँ। अब छोरी भनेर स्कुल पठाउँदैन थियो, दाइहरू स्कुल जान्थ्यो, अनि मैले त्यसरी पढेँ। अनि त्यहाँबाट पछि म एकैचोटि 5 क्लासमा गएँ। 5 क्लासमा गएपछि चाहिँ क्लासलाई टप गरेँ। केटाहरूलाई 3 मार्क्सले जित्दै धेरै पढेर दिनरात पहिला त एडमिसनै गर्न दिएन, भर्ना गर्नै नदिएको। हाम्रो मोहन जोशी हेडमास्टरले शनिश्चर्यमा चाहिँ मलाई भर्ना गरेर अनि सालबारीमा पढ्न दिएको। त्यहाँ चाहिँ 5 क्लाससम्म थियो। हस्त परियार सरले चाहिँ हेडमास्टर थियो त्यहाँको, उहाँलाई नै विरोध गर्यो सञ्चालक समितिले। 1 क्लास नपढेकोलाई 5 क्लास नदिने भने। अनि म चाहिँ फेरि जिद्दी, म 5मा पढ्छु भने। अनि पछि आउँथ्यो कका, मैले दाइहरूसँग घरमा सिक्थेँ कि। अनि कोही बेला के अरे त्यो के अरे अङ्गार हुन्छ नि, कालो अङ्गार दाउरा बालेको कोइलाले लेख्ने, अनि कोही बेला ढुङ्गामा लेख्ने, कोही बेला धान कुट्दा त्यो निफन्दाखेरि आएको त्यो धुलो त्यो हुन्छ नि हाम्रो भुस, त्यसमा लेख्ने, सिन्काले आँगनहरूमा कोरेर सिकेको। अनि पछि म क्लास टप भएँ 3 मार्क्सले जितेर। अनि त्यसपछि मलाई चाहिँ आमाहरूले एकदमै जान्दो रहेछ भनेर दाइले, जगत दाई मेरो जेठा दाई, त्यो कान्छा दाइले चाहिँ सिकाए, जेठा दाइले चाहिँ स्कुलमा भर्ना गरिदियो। अनि त्यसरी पढेँ। अनि त्यसरी पढेर अनि मैले अब जुन बिकमसम्म पढेँ। अनि बालबालिका जेलका मैले पारिजातसँग भेट भयो। अनि साना साना बच्चाहरू मैले चाहिँ कस्तो भने, म दुःख पाएको जङ्गलमा सानोमा मैले चाहिँ पढ्ने बेलामा चाहिँ गएर गाईबस्तु गर्नु पर्यो, दाउरा काट्नु पर्यो, धान रोप्ने र घाँस काटेर बस्नु पर्यो भनेको त त्यहाँ त कति बच्चाहरू जेलमा त दुःख पाएर बसेको देखेँ। त्यसले गर्दाखेरि चाहिँ मैले धेरै बच्चालाई पढाइसकेँ, हुर्काइसकेँ आफैले। 2000 भन्दा बढी बच्चाहरू स्कुल खोले। मैले जहाँ पढेँ त्यहाँ बाउले दिएको थियो मलाई ऐलानी जग्गामा हामी बसेको सुकुम्बासी। अनि त्यो जग्गा बाउको नाममा आएपछि मलाई पनि 1.5 कट्ठा दिनुभएको थियो। होइन मलाई उसले नै हेऱ्यो भनेर। अनि बाउ र आमाकै नाम र अनि मेरो नाममा हामीले त्यो अहिले स्कुललाई दियौँ।
अनि त्यहीँ मैले खोलेको स्कुल नै अहिले सरकारलाई पनि दिएको छ, सरकारबाट पनि दरबन्दी छ। अनि अर्को स्कुल यहाँ साँखुमा, अनि हामीले चाहिँ 15वटा ठाउँमा चिल्ड्रेन होम छ। अनि नेपालमै छ। अनि त्यसले गर्दा पछि चाहिँ अब वर्ल्ड चिल्ड्रेन प्राइजबाट मान्छेहरू आएर अनि मलाई चाहिँ त्यो टाइटल चाहिँ जङ्गल गर्ल स्टबन स्कुल स्ट्रगल, जङ्गलको केटी जिद्दी केटी अनि को सङ्घर्ष, स्कुलको सङ्घर्ष भनेर चाहिँ त्यही टाइटलमा मलाई अवार्ड दिएको। अनि BBC 100 वुमेन भनेर पनि दियो। त्यो अवार्ड भनेको त अनि कत्रो ठुलो अवार्ड पाएको अरे नेपालमा हैन, के भन्छ कोही कुनै के पुरस्कार पाएको। महावीर दाइले पाउने पहिलो अवार्ड चाहिँ महावीर दाइले चाहिँ वायरलेसमा पाउनुभयो, अशोका फेलो भन्ने सोसल एन्टरप्रेन्योर अवार्ड। अनि मैले चाहिँ इनोभेसन अफ प्रिजन रिफर्ममा पाएको, त्यो चाहिँ संसारकै नयाँ आइडिया भन्छ। मैले चाहिँ बच्चाहरूलाई चाहिँ अरू देशमा पनि हेर्दैन थियो कि, अब जस्तो आमालाई बाउलाई जेलमा लग्यो थुनिदियो अनि बच्चा एकतिर अनि स्टेटले हेर्ने। तर मैले चाहिँ के गरेँ भने नेपालमा त हेर्दैन स्टेटले पनि, अनि मैले त्यो बच्चाहरूलाई चाहिँ हेरेर आमा बाउसँग भेटघाट गराइदिने। अनि आमा बाउ जेलबाट छुटेपछि नमस्कार यो सेवार गर चिनेको छ अब कसरी चिनिस अनि आमालाई? अनि रेडियोमा सुनेको थिएँ नि त, अनि पत्रकारमा त्यो के पत्रकारमा पत्रिकामा हेरेको होला, युट्युबमा नि हेरेको होला। अहिले केटी काम त बाटो हुँदैन। अनि कसरी चिनिस् त अनि आमा भनेर चिन्, त्यसरी हो? अनि उहाँले त सबैलाई बालबालिकाहरूलाई मद्दत गरेर राख्नुहुन्छ अरे नि। अनि तँलाई चाहिँ गर्नुहुन्न, त खालि हल्ला गरेर हिँड्छस्, घरमा काम पनि सघाउँदैनस्, अनि तँलाई त हेर्नुहुन्न त, त्यही के भन्नु आएको होला, हुँदैन है। जहिले यस्तै भन्नुहुन्छ बोजू चाहिँ। रेला गरेको यो मेरो नाति हो कि, साह्रो मायालु छ, कता डुलिन्छ तर काम सघाउने उहिलेदेखि होइन। अनि के गेमहरू पनि खेल्नुहुन्छ तपाईँले? गेम खेल्ने ठाउँ छ त, ग्राउन्ड छ? स्कुलमा छ नि। छ? घरको छेउमा छ छैन? छैन। त्यो एउटा गीत गाउँथिस् त आमाको लागि लुठेकै, आमाको लागि कति हजार मान्छेको आमा भएको मान्छे अगाडि हुन्छ। लु गाएर सुना त लु। 9 महिना कोखमा राखी तिमीले संसारमा बोकी, जति कठिन परिस्थिति आए पनि तिमीले हुन दिएनौ आमा केही पनि, तिम्रो माया र ममता सम्झिनेछु जहिले तिम्रो साहा। कस्तो राम्रो गाउनु हुँदो रहेछ। हो नि, अहिलेको केटीहरू अनि खालि मोबाइल हेर्छ, रिस उठ्छ कि, तर अब खेल्ने साथी पनि हुँदैन, एउटा हुन्छ होइन, के गर्नु त्यही मोबाइल हेरिबस्छ। अनि आँखा साखा बिग्रिजान्छ कि डर लाग्छ, चिनेको रहेछ खुसी लाग्यो। तेरो साथीहरूलाई पनि भन्नु आज आमालाई भेटेर आएको थियो भनेर। हुन्छ हो, अब पढ्नुपर्छ कि पर्दैन, होमवर्क गर्नुपर्छ, दिनभरि यसरी रिपिट घुमेर हुँदैन त। अनि म अलिकति उता साथीले बोलाएर त्यहाँ गएर आउँछु। साथीहरूसँग बोलेर आउने? अब कहाँ जाने साथीहरूसँग रात पर्नु आँट्यो त। अनि त्यहाँ जान आँटेको हो, त्यहाँ छिमेकीकोमा। के गर्ने त्यहाँ गर चाहिँ? अनि यहाँ साथीहरूलाई भन्नु पर्यो नि आमा भएको छ भनेर। ए को आमा? इन्दिरा आमा भन्नु पर्यो, जोसुकै आमा भन्दा चिन्दैन नि त होइन। अनि युट्युबमा हेर्न लाउनु पर्यो, अहिलेको बच्चा बच्चीले कस्तो कस्तो जिन्दगी बाँचेको छ। तिमीहरू धेर खान पाएर धेर माथिएर यिनीहरू पेउलेको छ। आइरक्यो यता बिदा मागेर जा। ल नमस्कार। एकदमै ल जस्तो मन लाग्छ त्यस्तो गर्ने के, आफ्नो क्रिएसन भनेको चाहिँ जे मन लाग्छ त्यही, बोजूले जे भने त्यही मान्नुपर्छ भन्ने छैन है। यो नाति केटालाई उचाल्यो भने त यो त फेरि माथि पुगिजान्छ नि, फादरलाई लिस्नु भन्दैन अहिले। हुन्छ यस्तै छ अहिलेको केटीहरू, मोबाइल हेरेर साह्रो बिग्रेको छ। कसरी बचाउनु यो बाट चाहिँ हो? अनि अब अलिअलि त मलाई हेर्न पनि मन लागिहाल्छ उनीहरूलाई, तर प्रकृतिमा धेरै हुर्काउनुपर्छ। पहिलाको जस्तो हामी अब उकालो ओह्रालो होइन, कति बहादुर हुन्थ्यो, त्यही भएर गोर्खामा खालि नेपाली भर्ना गर्थ्यो नि त। अहिले त बच्चाहरू सहरमा स्कुलको बजारको के अरे सहरको स्कुलहरूमा पढ्ने भएर अहिले त्यो ब्रिटिस आर्मीमा पनि त्यति गएको छैन नि अहिले। त्यसले गर्दा हामीले चाहिँ प्रकृतिमा व्यवहारिक शिक्षाहरू दिनु पर्यो। अब नेपालमै चाहिँ बाँच्न सक्ने खालको चाहिँ शिक्षाको चाहिँ पाठ्यक्रममा हुनु पर्यो। पहिला हाम्रो नैतिक शिक्षा थियो, नैतिक शिक्षामा चाहिँ हामीले सदाचारहरू पढ्थ्यौँ,
राम्रो चरित्र भएको यस्ता कुराहरू अर्काको सम्पत्तिलाई माटो बराबर ठान्नु भनेर पढ्थ्यो अहिले छैन नि हामीले अब त्यो शिक्षाहरू पनि ल्याउनु पर्यो नैतिक शिक्षामा त्यसले गर्दा मान्छेहरू झगडा गर्ने अरूलाई नराम्रो भन्ने पैसाकै लागिलाई मात्रै ठुलो कुरा ठान्ने त्यस्तो भएको छ नि अहिले त पैसा भने पछाडि त मरिजाने आफ्नै दाजुभाइ अब तपाईँहरूले जाँड पनि खानुहुन्थ्यो होला है पहिला अब पहिला नभन न अहिले पनि साह्रो जाडो भयो कोदोको ढेँडोहरू कति हेल्दी एकदमै स्वास्थ्यवर्धक हो नि त अनि तोरीको तेल एउटा कुरा भनौँ लडाइँ परेको नि मेरो एकचोटि गाउँमा ए हो र केमा यत्रो राम्रो बनाएको अर्ग्यानिक कोदोकोलाई ब्रान्डिङ गर्नु कि के भन्दो रहेछ नि लेबल हो त्यो लाउनु दे व्यापार गर्छौँ हामी आफै कमाउँछौँ स्वावलम्बी हुन्छौँ त नादिँदो रहेछ त्यही त त्यहाँ गाउँहरूमा मैले देखेँ प्रहरी गएर अब त्यो कानुनमा छैन भनेर प्रहरीले कुँडो पकाउँछ नि गाई बस्तुलाई त्यो पनि यो चाहिँ जाँडको रक्सी पार्नलाई पकाएको भनेर भाँडै बोकेर गइदिएर बिजोक अनि त्यो कस्तो भने गाउँघरको जस्तो हाम्रो मतवाली महिलाहरू त केटाहरू भन्दा एकदमै स्ट्रङ हुन्छ नि किनभने उनीहरू रक्सी बेचेर जाँड बेचेर भने पैसा पटुवा हुन्छ नि अनि न्यु खोज्यो भने धेरै धेरै त्यो अब कस्तो महिलाहरू पीडित भनेको चाहिँ छेत्री बाहुन चाहिँ महिलाहरू चाहिँ पीडित होइन भन्छ नि मान्छेहरू म चाहिँ त्यो एग्री गर्दिनँ म स्वीकार्दिनँ बरु छेत्री बाहुन भन्दा चाहिँ महिलाहरू मतवाली महिलाहरूले चाहिँ बुढाहरू न्यु खोज्यो भने भन्छ नि उसले चाहिँ हानिदिन्छु है म तिमीलाई भनेर चाहिँ उसले किन पैसा हुन्छ गए जा भनेर खेतीपाती गर्ने अनि धेरै जस्तो चाहिँ हाई कास्टका महिलाहरू छेत्री बाहुन महिला पनि पीडित छन् नि हो महिला त सबै किसिमले पीडित छ के जहीँ पनि त्यो छ तर यो मतवाली अघि भन्यो नि होइन राजनीतिमा चाहिँ कसो हुँदो रहेछ नि त्यो बिहे गरेर दिँदा पनि ज्वाइँले आएर ढोगेर होइन दुःख दिस पनि सुँगुरको फिला लानुपर्छ अनि रक्सी लगेर ढोकेर माग्नुपर्छ क्या यस्तो दहेज सहेज हुँदैन नि यो तराईको अनि छेत्री बाहुनमा हुन्छ हो त्यस्तो प्रथालाई चाहिँ तोड्नुपर्छ त्यति मात्रै हो र अहिले यत्रो यत्रो पढेको केटीहरू छ नि होइन डाक्टर भएको अरे पिएचडी गरेको अरे बिहे गर्दा चाहिँ लु बाउआमाले किनेर गरेर पाले पुण्य मारे पाप भनेर दिइरहेको हुन्छ खुसी नाप्दै हिँडिरहेको हुन्छ आमा बाउले अहिले पनि अब पढे लेखेको केटीहरूले पनि अब जयसी भट्ट पनि बिहे गर्नु हुँदैन भनेर बाउआमाले भन्यो भनेर उनीहरू माया भए पनि प्रेम भए पनि छुट्दो रहेछन् क्या त्यस्तो स्वयंवर भन्ने नि छैन हो नि यस्तो त कति छ केटीहरू आफै उठ्नुपर्छ होइन त्यही त अर्को कुरा नापिने प्रेम भनेको अब आफूसँग सँगै काम गर्दा बस्दा चिनेको मान्छे जसले माया गर्छ त्यस्तो मान्छेसँग प्रेम हुने हो नि यो फेसबुकमा त्यो हेरेर चिठी लेखेर प्रेम हुँदैन नि त्यसले गर्दा प्रेम हुन्छ र एकछिनमा हुँदैन छुट्टे होइन त्यस्तो हुन्छ चाइनिज सामान इन्डियन पनि नराम्रो हुन्छ नि सामान त कि त चाइनिज पनि राम्रै हुन्छ चाइनिज ब्रान्डको त जुत्ता लाएर पनि मान्छे उहाँ खेलकुदमा के अरे वर्ल्ड कप खेलेको छ अनि इन्डियन पनि राम्रो हुन्छ चाइना पनि राम्रो हुन्छ तर त्यो हामीलाई नेपालमा पठाउने चाहिँ त्यस्तो पठाइदिन्छ के किनभने हामी धेरै पैसा दिन सक्दैनौँ नि त अब त्यही चाइनाले बनाएको स्विडेनमा पठाउने अमेरिकामा पठाउने ब्रान्डिङ सुज हुन्छ अनि त्यो इन्डियाकै बनेको पनि अब इन्डिया नेपालमा पठाउने इन्डियाले नेपालमा पठाउने सामान नराम्रो हुन्छ त्यहाँ त लेखेको हुँदो रहेछ नि आन्धी सेल फर नेपाल लेखेको हुँदो रहेछ हो र हेर्नु भएको छ अस्ति नाति आगे आएको थियो नि उसले देखाएको बाटो छ यस्तो सामान नकिन्नु यस्तो लेखेको छ भन्छ होइन अनि त्यहाँबाट थाहा पाएको मैले नाताले के थाहा पाउनु त्यो हो त्यस्तो सामान जस्तो प्रेम हुन्छ अरे अनि नातिनी केटीको चाहिँ फेरि प्रेम परेन मेरो त अब त्यो प्रेम मैले बच्चाहरूसँगै गरेँ मेरो कामसँग गरेँ अब मैले केटालाई प्रेम गर्दा केटाको पछि लाग्यो यत्रो बच्चा कहाँ हुर्काउँथेँ नि बच्चाले आमा भन्छ अर्को आमैसँग सुत्छु भन्छ आमा यो खान्छु भन्छ आमा भनिरहेको हुन्छ अहिले म उपसभामुख भए पनि म बच्चा बोकेर बच्चैसँग सुतिरहेको हुन्छु बच्चालाई डाइपर फेरिरहेको हुन्छु खाना खुवाइरहेको हुन्छु सदनमा त चिल्ड्रेन होममै हुन्छ अनि त्यही पनि उनीहरूलाई पनि आफ्नो माया चाहिन्छ नि आमाको माया अब अनि बेला बेला आमा बाउलाई पनि भेट्न जान्छु म पनि जेलमा अहिले पनि भेट्न जान्छु हजुर अनि आज पनि म बिर्तामोडमा चन्द्रगढीमा भेट्यो रियाको जेलरलाई भेटेँ अनि मैले पहिला हुर्काएको बच्चाको आमाहरूलाई भेटेँ खुसी भयो त्यो पहिले हुर्काएकोहरू चाहिँ कहाँ छ ए अब यहाँ कोही काम गरिरहेछ नि कोही ब्रिटिस आर्मी पनि छ लाउरे पनि पो छ त हामीले म सँगसँगै साइकल कुदाउने अनि ब्ल्याक बेल्ट भएको मेरो छोराहरू ब्रिटिस आर्मी छ कोही नर्स छ कोही टिचर छ अहिले अस्ति यो साइबर सेक्युरिटीमा ग्रेजुएसन गरे एकजनाले अनि नाडामा काम गर्दैछ नाडाको प्रोजेक्टमा युनिसेफको प्रोजेक्टमा 1,10,000 कमाउँछ उसले
अनि उसको बहिनी र भाइलाई पनि हेर्छ। बाबुआमा त मरिसक्यो, बाबुबाट छुटिसकेपछि। होइन मैले भन्नु खोजेको नि अब उमेर भरि त सबै हुन्छन् वरिपरि, अनि बुढेसकालमा चाहिँ एक्लो हुन्छ अरे भनेर नि यसो एउटा साथी जोडौँ भन्ने लाग्छ कि लाग्दैन? ए होइन, त्यो साथी भनेको त अब बिहे गरे पनि को कतिखेर मर्छ भनेर थाहा आउँदैन, होइन र? छुट्टिहाल्छ नि। अब त्यो अब साथीहरू जस्तो बोल्नु त सबै पाइहाल्छ नि, भेट्नु होइन। राम्रो साथीहरू जस्तो आफूसँग मन मिल्ने साथीहरूसँग बस्नै पर्छ, बिहे गर्नुपर्छ भन्ने छैन, हो नि। आफूले सल्लाह लिने होइन, त्यस्तो त भइहाल्छ नि साथीहरू। अब मलाई समय नै छैन, बच्चालाई हेर्नु पर्यो। अब त झन् नेता भएको छ, राजनीतिमा आएछ, त्यहाँ देशको नीतिहरू पढ्नु पर्यो, कसरी देशमा कस्तो खालको नीति आउने देशमा, होइन जस्तो नियमहरू कानुन पढ्नु परिहाल्यो नि। जस्तो न्यायालयहरू पढ्नु पर्यो, संविधान पढ्नु पर्यो, कस्तो किसिमको चाहिँ नीति निर्माण गर्दा देशलाई राम्रो हुन्छ, त्यो कुराहरू गर्नु पर्यो। अब पढेको मान्छे मात्रै नेता हुनुपर्ने रहेछ? होइन, त्यो त होइन। उसले पढ्ने त पछि पढ्दा पनि हुन्छ, तपाईँको डिग्री नै हुनुपर्छ भन्ने छैन। जस्तो अब सीमाङ्कृत वर्गहरू विभिन्न कम्युनिटीका छन्, उहाँहरूले पुरा धेरै हाई डिग्री नगरे पनि उहाँहरूले त्यो के अरे त्यो कम्युनिटीको कुरा आवाज त उठाउँछ नि। अब ऊ केमा ठिक हुन्छ भन्ने कुराहरू हुन्छ। अब सबैजना चाहिँ विज्ञ हुनुपर्छ, वकिलै हुनुपर्छ भन्ने पनि छैन। तर आफ्नो दुःखहरूको कुराहरू त साधारण मान्छेले पनि उठाउन सक्छ नि। अनि यो समावेशिता भनेको सुन्नुभएको होला नि यहाँले, त्यसलाई डाइभर्सिटी इन्क्लुजन भन्छ विदेशतिर अहिले। डाइभर्सिटी भनेको चाहिँ अब विभिन्न जात जाति विविधताले भरेको नेपाल भन्छ नि। हाम्रो गीत छ नि, राष्ट्रिय गीत सुन्नुभएको होला नि हजुरले, त्यो त पृथ्वीनारायण शाहले भनेको। अनि अहिले हाम्रो लोकतन्त्र आएर पनि अब समावेशिता हुनु पर्यो भनेर भन्छ होइन। हाम्रो आयोगहरू छ, समावेशिता आयोगहरू छन्, विभिन्न जात जातिको छ, थारू आयोग छ, आदिवासी जनजातिको आयोग छ। अनि उनीहरूले उनीहरूको आवाजहरू उठाउँछ। अब त्यहाँको जसले त्यो वर्गलाई चाहिँ उनीहरूको आवाजको लागि, उनीहरूको अधिकारको लागि लडेको छ, तिनीहरूको लागि आयो, उनीहरूले काम गर्नु पर्यो। त्यहाँ बसेर फेरि पद बसेर पदमा बस्ने अनि काम के अरे तलब खाएर जागिर पकाउने जस्तो होइन। त्यहाँ बसेर काम गर्नु पर्यो, नभए त्यो आएको के काम त हो कि होइन भन्नु त? त्यस्तो होइन, अब बसेर काम गर्नु पर्यो, आफ्नो समुदायको काम गर्नुपर्छ। अब यहाँ आएको सांसदहरू पनि विभिन्न समुदायबाट प्रतिनिधित्व भएर आएको छ। अब 51% महिलाहरू छ, हामीले अहिले 33% चाहिँ धेरै जस्तो समानुपातिकबाट आइरहेछ। अब प्रत्यक्षमा आउनु पर्यो। महिलाहरूले जति नम्बर छ उनीहरूले चाहिँ जस्तो हामी 51% छ भने 51%ले नै हामीले पनि त्यो मौका पाउनु पर्यो लड्नलाई। होइन अब त भोट हाल्दा अनि अहिले समान एलजिबिटीको कुराहरू छ होइन। त्यस्तै गरेर अब डिसेबिलिटिजका कुराहरू छ, अपाङ्ग भएका उहाँहरूले पनि त्यो अधिकार पाउनु पर्यो, प्रतिनिधि, अनि उहाँहरूको आवाज उठ्छ संसदमा भन्ने कुराहरू धेरै आइरहेछ। अहिले उहाँहरू डेलिगेसन आइरहेको थियो। अस्ति पनि अपाङ्गता भएका एकजना ग्रुपै नेपालभरिबाट आएको थियो, मलाई एउटा पत्र बुझाउन आएको थियो। अनि नि यो नातिनी केटी साह्रो रमाइलो लाग्यो। अझै गफ गर्नु मन थियो होला। नेता मान्छे अल्म ल्याइराख्नु पनि डर लाग्छ, कति काम होला माथि होइन। बोलाइरहेकोलाई धन्न आज बोजू सम्झेर आउनुभयो, सबै त आउँदैन। अबको चुनावमा चाहिँ म के भन्छु भने नि यो केटाहरू साह्रो भ्रष्टाचारी गर्ने लुट्ने खालि केटाको नाम मात्रै आएको देखेर नि अब चाहिँ यो चुनावमा केटीहरूले मात्रै उठ्नु पर्वाले धेरै धेरै होइन। त्यो पार्टीहरूले टिकस कि के दिँदैन त्यही त महिलालाई नै उठाइदियो भने त्यो भएपछि महिलाले जितेर आउँछ। अब महिलाको ठाउँमा पुरुष उठाइदिन्छ, उनीहरूले त अब पहिल्यैदेखि उनीहरू राजनीति गरिरहेको, अनि अब त्यही पनि गन्जागोल हुन्छ भन्छ नि त्यो भोटमा पनि। त्यसले गर्दा अहिले चाहिँ महिला नै अब जस्तो आदिवासी उठेको ठाउँमा आदिवासी उठायो भने आदिवासीको पनि प्रतिनिधित्व हुन्छ भन्ने कुराहरू हामीले आवाजहरू उठाइरहेका छौँ, छलफलमा आइरहेछ यस्ता कुराहरू। धेरैभन्दा धेरै केटीहरू नेताबाट आउनु पर्यो, अलि भ्रष्टाचार हुन्थ्यो होला, देशको पनि रक्षा हुन्थ्यो होला भन्छु। केटीहरूले जित्नु पर्यो यस्तै अब सबै ठाउँमा, नेतामा मात्रै होइन, जो ब्युरोक्रेटमा पनि महिलाहरू आउनु पर्यो। जस्तो टिचरहरू पनि धेरै महिला आउनु पर्यो, हस्पिटलमा हरेक ठाउँमा महिलाहरू गयो भने ब्यालेन्स हुन्छ। हो नि। नातिनी केटीले पहिला नाच्न र गीत गाउनु चाहिँ कति? मैले गीतहरू लेख्थेँ, कोही कोही बेला गीतहरू गाउँथेँ, आफै गाउँछु कोही कोही बेला।
महिलाकै गीत चाहिँ गाइदिनु पर्यो लु त एउटा कि मगर गीत गाइदिउँ मगर जुन भए पनि हुन्छ नि अनि त्यो त दुईटै गाउँदा नि हुन्छ दुईटै गाउँदा पनि हुन्छ ल मैले पहिला चाहिँ एकदमै सङ्घर्ष गर्दाखेरि महिलाकै लागि अनि जति काम गर्यो जति दया गर्यो माया गरे पनि यो संसार त एकदमै राम्रो छैन नि त माया गर्ने मान्छेलाई राम्रो मान्छेलाई नै दुःख दिँदो रहेछ अनि त्यतिखेर मैले एउटा गीत रचेको थिएँ एक लाइन आफै रचेको आँखाहरू किन रुन थाले आँखाहरू किन रुन थाले विपना त के कुरा सपना पनि जल्न थाले विपना त के कुरा सपना पनि जल्न थाले सागर बनी म खानी रहे सागर बनी म खानी रहे आयो कि आँधी फेरि छाल बनेर उर्लिरहे कति राम्रो स्वर भाषाहरू मलाई चाहिँ भाषा सिक्न मनपर्छ इन्दिरा रानी त गायिका पनि रहेछ होइन आफैले यसो बाथरुम सङ कति मिठो स्वर नि अनि यतिको स्वर भएको भए त म त कत्रो ठुलो गायिका भइसक्थेँ मगर गीत पनि गाउने एक लाइन गाइदिन्छु होइन लु न त नि सिरियाङसे रे नाम नामे बिरी डिबुना भाराले नाकुत कान्छे निष्ठुरीले सा ngasenra marale kulakra khwacha lampate mena tori gan duman ki tori gan dumcha niu matrai nakung साली के हो मान कि यति नै गाउँ है नबुझे पनि स्वर मिठो लागेर मान्छे मन परेपछि त्यसै आनन्द हुँदो रहेछ ए सिरीमा सिरी त्यो नाम नामे बिरी भनेको चाहिँ एउटा जुन बिरी हुन्छ नि नाम्लो पानी बोक्दा चुडिन्छ तिमी त कान्छी निष्ठुरी रहेछ म कहिले आउँदिन भनेको अनि कहाँ हिँडेको लाम्पाते भेनाजु भन्छ अनि उसले चाहिँ भेनाजुले चाहिँ तोरीको साग टिप्न गएको भन्छ तोरीका साग टिप्ने न्यु मात्र होला सालीलाई फकाउनु गएको होला भन्छ साली बेना कथाहरू साली भनेको लु साह्रो रमाइलो लाग्यो म त आमा रमाइली पनि रहेछ नातिन केटी गायिका पनि रहेछ एल्बम निकाल्नु होइन अब कोही बेला यसो गाउने होइन अब आफ्नो छोरछोरीसँग गीत गाउनु पर्यो एउटा गाउँछु त छोराछोरीसँग ल साह्रो खुसी लाग्यो फेरि भेटघाट गरेर अर्कोचोटि चाहिँ छोरछोरीहरू सबैसँग बसेर हुन्छ आउँछु ल ल हुन्छ आउँछु यहाँको सबै बेर बाख्रा पाठा मिलाएर नि होइन हुन्छ काठमाडौँ त माथि नै आउँछु है अनि मस्त रमाइलो गर्नुपर्छ कोसेली पनि ल्याइदिन्छु अहिले त पठाउँ भने के पठाउनु केही छैन उही त मकै पठाइदिनु भयो भइहाल्छ नि अब लाने म त दिन्छु फेरि लाने साँच्ची अरू भन्दा पनि यो एउटा अब साह्रो काम गरिन्छौ होइन जनता र देशको लागि यो चाहिँ सुरक्षाको लागि भनेर सिलाम साक्मा भन्ने छ हजुर थाहा छ नि होइन यसले चाहिँ काहीँ हिँड्दाखेरि पनि अप्ठ्यारो आपद विपद यो त यो महिला यो हिंसा सम्बन्धीको यो हो नि कलर हो नि त्यही भएर यहाँनिर लगाइदिनु पर्यो यतापट्टि अरू बेला पनि यसो कार्यक्रममा लाउनु टाढो टाढो हिँड्दा लगाउनु यसले चाहिँ के भन्छ त यमराजलाई रोक्छ भनेर यहाँ मन्त्र फुकेर राखेको हो कि खै त आँखा साह्रो देख्दिनँ उपदेशका लागि गयो हेर्दा चाहिँ तरुण छु कि होइन ब्युटी पार्लर यस्तो भएको ए राम्ररी देख्नु भएको छ हजुर हो नातिनीहरू त त्यसै के हिरो हामी त डेन्टिङ पेन्टिङ गरेर नानीहरू त त्यसै हिरो होइन हिरो इन्दिरा राणा मगर भन्छु म त अब धन्यवाद के अरे बजु
खुसी लाग्यो सेवारो। हुन्छ फेरि फेरि आउनु ल हुन्छ हजुर ल, म जानु उतै पर्यो आउँछु हुन्छ आउनु न मेरो बच्चाहरूसँग भेट्न ल रमाइलो गर्नुपर्छ लाखे है